के खाएछ कुचेलेमा यस्तो छ अहिलेको बच्चाहरूको तालमा स्विमिङ गर्न आएको अब सुरुमा राम्रो स्विमिङ गर्छ अहिले के भयो यसलाई अब हेर्ला यस्तो छ ताल अहिलेको बच्चाहरूको कति वर्ष भएर यो 14-15 वर्ष भयो होला यो यस्तो छ हालत अब त्यही भएर गाइज प्लिज यस्तो चिजबाट अलिकति टाढै रहनु होला हामी चाहिँ स्विमिङ गरेर फर्किने क्रममा यो डाट ठाडो पार्नु न कौली डाट ठाडो गर्ने हामी यहाँ कुपिनु पर्ने सिक्नु के यो डडा ठाडो गर्नु यसो त्यसो ठाडो लाग्यो हात सब किन हेबाट जान सक्दैन अरे कट्टो खानु बाँध्नु पऱ्यो कि कपडामा शरीरमा नाइ बाँध्नु पेटमा पहिला हामीलाई यस्तो लोड ल्याउनु क्या कपडा हात दुख्छ कि दाइ हात पनि पकाउने के पकाउने के ए बसेर यहाँबाट ताइलाई चप्पु पाना पनि यसले मिल्छ के तेरो बना दी उसले मात्र सक्दैन क्या सक्छ भाइ ओके मेन हो यति झाडी छोडेर मारे सुस्त खुट्टा पकड छोरे ना जोशी यस्तो छ हालत सानो भाइको हामी रमाइलो गर्न आएको अब यहाँ यस्तो यो भाइहरूसँग आएर चाहिँ बिचरा यिनीहरूलाई आपत के खाएको नि यस्तो छ हालत यसरी जोगाड गरेर यो पुच्चेलाई उद्धारको काम गर्दैछ केटाहरूले अन्त के सबै कुरा भेट्यो यहाँ यसरी चाहिँ बनाएको काटेर है अब के लानु पऱ्यो एउटा मानवताको हिसाबले पनि बोकेर लानु पऱ्यो भाइलाई के गर्ने अब यस्तो छ यहाँ ओ बाबु त्यहाँ चाहिँ यस्तो छ के गर्ने अब यसरी बनाएर अब लाने कोसिस गर्दैछौँ हामीले है अब यो के खायो खै रक्सी खायो भन्छ उनीहरूले घर चाहिँ गङ्गा के अरे घर चाहिँ गङ्गा बस्ती अरे अब खै के हो अब एक दुईजना भाइलाई चिनेछ मैले त्यहाँको अब त्यस्तो भनेर भएन अब सुरेन्द्र भाइ यहीँ छ के गर्ने अब यस्तै चाहिँ अन्त आँसी ए यस्तो चाहिँ रेडी भयो उठा केटा उठा 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 ल एकछिन ल है त यस्तरी छ ल यसरी बोकेर लानु छ केटाहरूले अब के गर्ने अब रेस्क्यु 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 गरेको यसलाई यस्तो छ के
मेरा गेम हेरेर आयो उहाँहरू पनि अब उहाँहरूलाई गेम भित्र घुस्दैन के साथी जम 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 खै खै बिस्तारै ओइ मुला हुन्न यसो नि जाऊ अगाडि हट्न त जम सक्दै बलियो छैन बलियो छ वहाँ भयो आइज 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 ए आइज आइ आइज न रुक रुक कहाँ हात घुट्यो चल जाऊ न जाऊ सुनको मोजी आइसक्यो अझै 2 राउन्ड छ यार के आउँछ यार यसलाई बोकेर ल्याएर जान्छ के 3 राउन्ड छ पाले पाले फोन होला साथै हाम्रो सबैलाई देखाउ जान देऊ यस्तो छ यी हालत रेस्क्यु टिम है रेस्क्यु टिम हाम्रो रेस्क्यु टिम एउटा मानव तोको लागि मात्रै हो यो यस्तो खुच्चे भएर के खाएको हो अब यसले यस्तो के गर्ने एउटा मानव तोक हिसाबले बोकेर आएको लगाउ अब 1 घन्टै भयो यसलाई हामी माथि त्यस्तो ढुङ्गाबाट ल्याएको बढी भयो नि यस्तो गाह्रो ठाउँबाट ल्याएको हामीलाई के गर्ने अब यस्तो छ अब हामी उसिके त्यो सासमा यसले सिकेको छ नि त चम्म 40 सेकेन्ड सक्छ यार 1 घन्टा बढी भयो होला है यसले बोकेको धेरै भन्दै दाइ ल 4 बजी सक्यो दाइ 5:30 हुँदैछ अब दाइ दाइ छोमा बाबु छोमा हैन 3:30 बजे दाइ बन्द गर्दै बन्द गर्दै